68औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 आज मात्रै नभएर यो उद्देश्यमूलक रूपमा वर्षभरि नै हामीले सहकारी क्षेत्रमा देखेका समस्याहरू आगामी दिनका कार्यदिशाहरूमा कसरी सहकारी क्षेत्रलाई भरपर्दो विश्वसनीय बनाउन सकिन्छ र अहिले विद्यमान अवस्थामा देखिएका सहकारी क्षेत्रका समस्यालाई समाधान गर्न सकिन्छ भन्ने विषयमा तपाईँ हाम्रो चिन्तन जरुरी छ र त्यसतर्फ हाम्रा कार्यक्रमहरू बनाउँदा हामीले सामान्य मनोरञ्जन होइन हामी समस्या केन्द्रित भएर वर्षभरि नै यी कार्यक्रम बनाउन सक्यौँ भने यस्ता दिवसले सार्थक रूप लिन्छ भन्ने मेरो बुझाइ छ र मलाई विश्वास छ तपाईँ सम्पूर्ण सहकारी अभियन्ताहरू पनि मेरो विश्वासमा सँगै हुनुहुन्छ भन्ने लाग्छ। त्यसो हुनाले पनि म यहाँलाई आग्रह र अपेक्षा गर्छु वर्षभरि नै हामी समस्या केन्द्रित भएर सम्भावनालाई केलाउँदै अगाडि बढौँ। त्यो प्रेरणा आजको दिनले हामी सबैलाई प्रदान गरोस्। नेपालमा 2013 चैत्र 20 गते पहिलो सहकारी संस्था स्थापना भएको अवसरलाई स्मरण गर्दै राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउँदै आएका छौँ र यस वर्षको सहकारीको नारा मर्यादित सहकारी समुन्नत समाज भन्ने मूल नाराका साथ यो आयोजना गरिएको छ। मलाई झट्ट यो कार्यविभाजन मैले पाइरहँदा अत्यन्त अप्ठ्यारो विषय मलाई पर्यो, के गर्ने होला भन्ने मलाई लागेको थियो। अब म विषयमा आउँछु, तर मैले पछि यसो सम्झेँ यो त सबैभन्दा सजिलो विषय रहेछ। सजिलो यस अर्थमा छ यो मर्यादित भन्ने शब्द चाहिँ कहाँबाट कसरी आयो भन्ने सन्दर्भमा मानिसका जीवनमा चारवटा मर्यादा हुन्छ। एउटा व्यक्तिगत मर्यादा, वैयक्तिक मर्यादा हुन्छन्। म गलत गर्दिनँ जानेर भन्यो भने त्योभन्दा ठुलो मर्यादा केही पनि छैन। म जानेर गल्ती गर्दिनँ भन्यो भने त्योभन्दा ठुलो मर्यादा केही छैन। दोस्रो मर्यादा भनेको म पदीय मर्यादा हो। मेरो पदलाई दिएको भन्दा भिन्न काम गर्दिनँ, पदको दुरुपयोग गर्दिनँ भने आजको मर्यादा त्यही हो। हामी बिग्रेका त्यही छौँ। हामीले गर्ने काम गर्छौँ, नगर्ने काम गर्दैनौँ। अहिले हाम्रो क्षेत्रमा देखेका समस्याहरूको सिर्जना त्यहीँबाट भएको छ। यसमा सबै विज्ञ हुनुहुन्छ। यो विषयमा फेरि थप छलफल पनि गरौँला। म अर्को क्षेत्रमा जान्छु। तेस्रो मर्यादा भनेको सामाजिक मर्यादा हो। तपाईँको समाजले गलत नराम्रो भन्ने काम गर्नु भने त्योभन्दा ठुलो मर्यादा केही पनि छैन। र सबै समाजमा एउटै स्ट्यान्डर्ड हुँदैन। संसारभरि फरक फरक स्ट्यान्डर्ड हुन्छ र ती समाजहरू आफैमा खुसी छन्। किन भन्दाखेरि त्यो समाजले स्वीकारेको छ। कतिपय मर्यादाहरू एउटा समाजले नस्वीकारेको अर्को समाजले स्वीकारेको हुन्छ। स्वीकारेको समाजमा त्यो मर्यादा हो, नस्वीकारेको समाजमा त्यो अमर्यादा हो। त्यसैले सामाजिक मर्यादा हो। र अन्तिम मर्यादा भनेको राष्ट्रभाव हो। म राष्ट्रलाई माया गर्छु, राष्ट्रलाई प्रेम गर्छु भन्नुभयो भने त्योभन्दा ठुलो मर्यादा कहीँ पनि संसारमा खोजेर भेटिन्न। मलाई यो विषयवस्तु प्रस्तुति गर्न अनुमति पाएपछि मैले सामान्य के हो त यो मर्यादा भनेर खोज्दा यति विषय भेटेँ। योभन्दा भिन्न विषय कसैले भेट्नुभयो भने मलाई कृपया जानकारी गराइदिनु। म विज्ञ होइन, तर मेरो मनमा लागेका कुराहरू तपाईँहरूलाई भन्नुभयो सेयर गरेँ। यी मर्यादाभन्दा संसारमा कोही मर्यादा छैन। यी मर्यादा पालन गऱ्यौँ भने हामी सहकारी क्षेत्रमा सुशासन कायम हुन्छ, हाम्रो सदस्य हित पनि हुन्छ, हाम्रो आर्थिक सामाजिक सांस्कृतिक हित पनि त्यहाँ छ। हाम्रो उद्देश्य भनेको आम जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराएर सहकारीको क्षेत्रबाट र उहाँहरूलाई शासकीय संरचनामा सहभागी गराउँदै उहाँहरूको सांस्कृतिक र सामाजिक चाहिँ विकास गर्ने सहकारीको अन्तिम लक्ष्य हो। त्यसो हो भने यी मर्यादाले काम गर्छ कि गर्दैन? मलाई तोकेको पेसाभन्दा भिन्न काम गरेँ भने त्योभन्दा अमर्यादा के हुन्छ? त्यसो हुनाले मर्यादित हुनुलाई हामीले आचरणमा बस्नुपर्छ। त्यो नै आजको आवश्यकता हो। तपाईँ हामीले भन्न सक्छौँ हामी दैनिक जीवनमा सबै छौँ। कोही पदमा छौँ, कोही घरको पदमा छौँ, कोही सरकारको पदमा छौँ, कोही संस्थाको पदमा छौँ। तपाईँहरू पदमा नभएको कोही पनि छैन। कोही घरको पदमा आमा हुनुहुन्छ, कोही बुवा हुनुहुन्छ, कोही दिदी हुनुहुन्छ, कोही दाइ हुनुहुन्छ। घरको पनि पद छ। त्यो पदअनुसारको आचरण नगर्नुहोस् त तपाईँ आलोचनामा पर्नुहुन्छ कि पर्नुहुन्न? कहीँ जानु पर्दैन। घरको पूजाआर्चना गरेर यस्तो गर्ने, ढिलो आउने भन्नुहुन्छ, ढिलो आयो के भयो त? तपाईँले आचरण प्रयोग गर्नुभयो। तर तपाईँको घरमा 10 बजी आउने अनुमति छ, पढानी छ भने कसरी गाली गर्दैन? त्यो घरमा पनि पद छ, समाजमा पनि पद छ, सरकारमा पनि पद छ, संस्थामा पनि पद छ।
त्यस हुनाले त्यो पद अनुसारको आचरण व्यवहार गर्न चाहिँ जरुरी छ। तर हामी भन्नलाई एकदम सजिलै भन्छ, तर व्यवहार भनेको गरेर हुने, आचरण भनेको गरेपछि हुने। त्यो शब्दमा लेखेर हुँदैन, व्यवहार मनले गर्नुपर्छ। त्यसो हुनाले पनि यो आजको सन्दर्भमा यो सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न यो आजको थीम अत्यन्त महत्त्वपूर्ण छ। मर्यादित सहकारी, समुन्नत समाज। समुन्नत समाज भनेको के हो भन्दाखेरि मान्छेलाई घाँस फास कपासको खाँचो नहुने, पहिलो समुन्नत त्यही हो। दोस्रो शिक्षा र स्वास्थ्यको प्रत्याभूति, तेस्रो सामाजिक सुरक्षा। म चाहिँ घरबाट चाहिँ 10 बजेभित्र रत्नपार खुरुखुरु एक्लै आउन सके भने त्योभन्दा ठुलो सुरक्षा के हुन्छ? यस्ता किसिमका कुराहरू समुन्नत समाजभित्र पर्छ। त्यसो कारण आज हामी भन्छौँ फलानु देश विकसित, फलानु देश अविकसित। के आधारमा भने त्यहाँ कुनै आधार छैन, यिनै आधार हो। यिनै आधारलाई विश्लेषण गरेर हामीले समुन्नत समाज भनेको हो। र हाम्रा समाजहरूमा पनि विविधीकरण छ। हाम्रै मुलुकभित्र पनि कहीँ समुन्नत समाज छ, कहीँ विकसित समाज छ, कहीँ अविकसित समाज छ, कहीँ पिछडित पारिएको समाज छ। त्यस हुनाले सहकारी अभियान के हो त भन्दा पिछडी पारिएका समाजहरूलाई अगाडि ल्याउने समाजको खाँचो सहकारी। जो अगाडि छ त्यो सहकारीभन्दा अन्य व्यवस्थाहरू प्रयोग गर्न सक्छ, अन्य वित्तीय प्रबन्धहरूमा ऊ खेल्न सक्छ। त्यसमा आज दूरदराजमा ग्रामीण किसानहरू, मजदुरहरू जहाँ हुनुहुन्छ त्यहाँ सहकारीको खाँचो सहरमा भन्दा बढी छ भन्ने हामीलाई लाग्छ। र सरकारले त्यो सोचका साथ काम गरेको बेला पनि म सरकारको पदाधिकारी भएको नाताले, म प्राधिकरणको अध्यक्ष भएको नाताले यहाँलाई विनम्र आग्रह गर्छु। अब म दोस्रो विषयमा जान्छु। अहिले चाहिँ सरकारले सहकारी क्षेत्रमा देखिएका केही समस्याहरूलाई तत्काल समाधानका लागि हालसालै सहकारीहरूमा संशोधन गरेर केही व्यवस्थाहरू ल्याएको छ। अघि महासङ्घको अध्यक्षले के कुरा राख्नु, ती व्यवस्थाहरूले आज सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई धेरै हदसम्म समाधान गर्न सक्छ। तर त्यो समाधान गर्नलाई तपाईँ हाम्रो खास गरेर सहकारी क्षेत्रमा लागेका सहकारी अभियन्ताहरू, सहकारी कर्मीहरू र सरकारको साझेदारी सहकार्य आवश्यक छ। तपाईँले र मैले फरक बुझाइराख्यौँ। तपाईँ एउटा किताबमा म अर्को किताबमा उभिनु सम्भव छैन। सहकारी भनेको सहकारीका सिद्धान्त तपाईँले सबै कण्ठ गर्नुभएको छ। पारस्परिकताको सिद्धान्त हो। त्यो पारस्परिकताको सिद्धान्त यो मामलामा आवश्यक छ। तपाईँ हाम्रो पारस्परिक सहयोग, सद्भाव, सहकार्य भएन भने निष्कर्षमा पुग्न सकिँदैन, हामीले खोजेको रिजल्ट आउन सक्दैन। त्यसो हुनाले पनि आजको यो सन्दर्भ दिवसले हामी त्यसतर्फ हामीलाई केन्द्रित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। दिगो विकासका लक्ष्यमा पनि सहकारीलाई समावेश गरिएको छ। विभिन्न आयाममा सहकारीलाई दिगो विकासको लक्ष्यमा आबद्ध गरिएको छ। जनचेतना वृद्धि, सहकारीको सशक्तिकरण, विकास प्रवर्धन, सहकारीका उद्यमशील इकोसिस्टमहरू, सहभागी प्रतिष्ठानहरूको सुदृढीकरण लगायतका थुप्रै विषयहरू छन्। तर मलाई मन लागेको विषय एउटा सुनाउँछु। आज सहकारीमा अलिकति सहकारी अभियानमा भएको साथीहरू दुःख नमान्नु होला। तपाईँहरू अत्यन्त मेहनतको साथ, इमान्दारीका साथ सहकारीमा लाग्नु भएको छ र आज यति भएको छ। तर खाँचो कहाँ छ भन्दा मैले हेर्दाखेरि अहिले पनि सहकारीमा मैले खोजेका युवाहरूको सहभागिता मैले खोजेको अनुपातमा छैन। छँदै छैन पनि भन्दिनँ। मैले खोजेको सहभागिता र त्यो सहभागिताको अनुपात युवाहरूमा छैन। त्यसो हुनाले युएनले चाहिँ त्यो सहभागिता बढाऊ भनेर यो युएनडिएको सन्दर्भमा यो चाहिँ सहभागिता सहकारी वर्षको सन्दर्भमा उसले विशेष फोकस गरेको क्षेत्र हो। थुप्रै त्यहाँ 8-10वटा क्षेत्रहरूलाई प्राथमिकीकरण गरिएको छ। तर मलाई सबैभन्दा मन परेको र मेरो अहिलेको सन्दर्भमा र हाम्रो मुलुकको लागि त्यो एउटा क्षेत्र हो भन्ने लाग्छ। किन मैले यो विषयलाई बढी जोड दिएको छु भने अहिले हाम्रो सहकारी क्षेत्रमा भएको चाहिँ समस्याको एउटा जड के हो भने हामी सहकारीमा आबद्ध सदस्यहरूको समान सहभागिता भएन। हेड काउन्ट भयो, नम्बर काउन्ट भयो, भोट दिनलाई काम लाग्यो, मेरा सदस्य यति छन् भन्न काम लाग्यो। तर आफ्नो संस्थामा महिनामा गएर सहकारी के भएको छ, कतातर्फ गएछ भन्ने, सदस्य कति हुनुहुन्छ भन्ने खाँचो आज छ। त्यो खाँचो युवाको सहभागिताबाट परिपूर्ति हुन्छ भन्ने हाम्रो विश्वास छ। र तपाईँ सहकारी अभियानमा लागेका साथीहरूलाई हाम्रो आग्रह छ, युवा शक्तिहरूलाई कसरी अगाडि ल्याउने हो, आउनुहोस्, हातेमालो गरौँ, सहकार्य गरौँ। सरकारले पनि युवाहरूलाई अगाडि ल्याउने नीतिमा हामी काम गर्छौँ।
सरकारका माननीय मन्त्रीज्यूहरू यही हुनुहुन्छ, कार्यवाहक प्रधानमन्त्री यही हुनुहुन्छ। यस्ता समारोहबाट तपाईँहरूले भन्नु पर्यो, सुनाउनु पर्यो कि यो क्षेत्रमा सहभागिता कसरी बढाउने। त्यसपछि मात्र हामी समुन्नत समाजको चाहिँ परिकल्पनामा जान्छौँ। आज मुलुकका धेरै युवाहरू रोजगारीको खोजीमा विदेश जानुभएको छ। हामी भन्न सक्नुपर्छ अब विदेश जानु पर्दैन, सहकारी क्षेत्रको माध्यममा रोजगारी यही सिर्जना हुन्छ, स्वरोजगार सिर्जना हुन्छ, रोजगार सिर्जना हुन्छ भन्न सक्यौँ भने त्यो दिन हाम्रो सहकारी अभियान सफल हुन्छ भन्ने मलाई लाग्छ। त्यो अभियानमा तपाईँहरूसँग हामी सँगै हुनेछौँ। मैले सहकारी प्राधिकरण नियमन प्राधिकरण राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षको हिसाबले मैले प्राधिकरणको चाहिँ सन्दर्भमा केही कुरा राख्नु मेरो कर्तव्य हुनेछ। त्यसो कारण अहिले सरकारले प्राधिकरण गठन गरिसकेपछि आम चाहिँ समुदायमा, खास गरी पीडित समुदाय, सहकारी पीडित समुदायमा, सहकारीका बचतकर्ताहरूमा त्यो एउटा जिज्ञासा अपेक्षा छ, हुनु स्वाभाविक पनि हो। त्यसो कारण मैले यहाँलाई आग्रह गर्छु आजको समारोह मार्फत हामी प्राधिकरणलाई दिएको काम कर्तव्य अधिकारमा काम गरिरहेका छौँ। तर म भन्दिनँ हामीले गरेका काम पर्याप्त छ। सरकारले अहिले गरेका सुधारहरू ती समस्या केन्द्रित भएर गरिएको छ र अझै पनि थप प्रयत्नहरू जरुरी छ भन्ने हामीलाई लाग्छ। त्यसतर्फ खास गरेर अझै पनि संस्थागत सुधारहरू, संस्थात्मक प्रबन्धहरू र तत्काल तथा दीर्घकालको लागि राहतका प्रबन्धहरू गर्न जरुरी छ। त्यसतर्फ पनि हामी क्रियाशील छौँ भन्ने बेहोरा यहाँहरूलाई मैले निवेदन गर्न चाहन्छु। अघि पनि विषय उठ्यो, अहिले भएको सहकारी सम्बन्धी ऐन सहकारी 2074 मा गरिएको प्रबन्धले सहकारी 74 मा गरिएकै प्रबन्ध हामीले नयाँ खासै प्रबन्ध गरेको एउटा संस्था हो संगठनात्मक रूपमा, तर त्यहाँ नियमन निकाय भनेर गरिएको थियो। तिनलाई कार्यान्वयनमा लैजाने चरणमा यो पटक काम भएको छ। केही ढिलो भयो तपाईँ हामीलाई थाहा छ, तर पनि ढिलो हुँदैमा अब हामी पछाडि फर्किने होइन, अगाडि फर्किने। ढिलो भयो भनेर भन्न लाग्यो भने छिटो कहिले हो। त्यसो कारण आजको दिनबाट ढिलो भयो भने नभनौँ। अब हामी यी संस्थालाई क्रियाशील बनाउँछौँ र यी संस्थाको माध्यमबाट सहकारी क्षेत्रमा देखिएको जोखिमलाई न्यूनीकरण गर्छौँ र सहकारी अभियानलाई हिजो जस्तै हाम्रा सहकारी अभियानका 2-3 चरण अहिले हामीले पार गरेर आएको देखिन्छ। एउटा चरण भनेको 13 साल, अर्को चरण भनेको 48 साल, अर्को चरण भनेको 74 साल। अब हामी ती चरणलाई सम्झँदै, त्यसका सफलतालाई हेर्दै, त्यसका कमी कमजोरीलाई खेलाउँदै अब हामी 82 मा जान्छौँ, पछाडि फर्किने। त्यो सन्दर्भमा पनि आजको यो समारोह विषय केन्द्रित होस् भन्ने म यहाँहरूसँग सादर आग्रह गर्दछु। विगत लामो समयदेखि बहस हुँदै आएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्रभावकारी नियमन गरी वित्तीय कारोबारलाई स्वच्छता, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने मुख्य भूमिकासहित अहिले हामी प्राधिकरण क्रियाशील छ। प्राधिकरणले प्रशासनिक तर्जुमाहरू सम्पूर्ण तयारी गरिसकेको छ र हामी तपाईँहरूको अगाडि छिट्टै दर्ता सम्बन्धी नियमन लिएर आउँछौँ। अहिले दर्ता सम्बन्धी नियमनमा तपाईँहरूका छाता सङ्गठनहरू, तपाईँहरूका केन्द्रीय सङ्गठनहरू र यस क्षेत्रका विज्ञ अग्रजहरूसँग हामीले चाहिँ सुझाव सङ्कलन गरेका छौँ र तपाईँहरूसँग पनि सुझाव छन् भने प्राधिकरणमा आइपुग्ने गरी पठाइदिनु फेरि आग्रह गर्दछु। अब मैले समयलाई ख्याल गर्दै धेरै लामो भाषणको वक्तव्यतिर नगइकन मैले एउटा विषय मात्र जोड्न अनुरोध चाहन्छु। अहिले नेपालको सहकारी क्षेत्रको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दो छ। हामी विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रहरूका संस्थाहरूमा मेम्बर छौँ र अन्तर्राष्ट्रिय कन्फरेन्सहरूमा पनि सहभागी भइरहेका छौँ। त्यो सहभागिता क्रममा पछिल्लो चरणमा नेपालले अहिले आक्राको अध्यक्ष हुने मौका पाएको छ। नेपाल अहिले आक्राको अध्यक्ष भएको छ। यो पनि एउटा थप श्रृङ्खला हो। मैले किन जोडेँ भने आक्रा भनेको चाहिँ सहकारीको रेगुलेटरहरूको साझा संस्था हो। एसियन क्रेडिट युनियन कोअपरेटिभ रेगुलेसन एलायन्स आक्रा। त्यसो कारण उसको त्यो संस्थाको मुख्य काम नै सहकारीको रेगुलेसन गर्ने भएको हुनाले यो पनि अवसरको रूपमा लिन्छु र हिजो हामीले आबद्ध भएका संस्थाहरूको मेम्बरसिपको कारणले त्यस संस्थाहरूको पनि लर्निङहरू हामीले हेरिरहेका छौँ।
यसरी सहकारी क्षेत्रमा भएका अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई पनि हामीले सिक्ने र आदान प्रदान गर्ने अभ्यासहरू बढाएका छौँ। तर मलाई विश्वास छ, म अभ्यास गर्छु, कुनै पनि सिकाइहरू कपी गरिनु हुँदैन। हामी कहिलेकाहीँ के गर्छौँ भने हामी कपी गर्छौँ। हामी चाहिँ विकसित मुलुकका राम्रा कुराहरू हो यो त राम्रोसँगले कपी गर्छौँ, तर हाम्रो ग्राउन्ड रियालिटी, यहाँको इकोलोजी, इकोसिस्टम, हाम्रो क्षमता त्यसले अनुकूल नहुन सक्छ। त्यसो हुनाले कपी होइन, कस्टमाइज गर्नु। हाम्रो आर्थिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक अवस्था अनुसार ती सिकाइहरू कति कार्यान्वयन योग्य छन् भनेर हामीले अभ्यास गऱ्यौँ भने ती सिकाइहरूको रियली साँचो अर्थमा कार्यान्वयन हुन्छ भन्ने पनि हामीलाई विश्वास छ। त्यसतर्फ पनि हामी क्रियाशील रहेको बेला यहाँहरूलाई विनम्र आग्रह गर्दै अन्तमा मर्यादित सहकारी समुन्नत समाजको सन्दर्भमा मूल नाराका साथ मनाइने राष्ट्रव्यापी कार्यक्रमले सुदृढ सहकारी अर्थतन्त्रको र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नमा मद्दत मिल्ने विश्वासका साथ 16 योजनाले परिकल्पना गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुन्छ भन्ने कुरामा तब मात्रै म विश्वास गर्छु जब हामी जहाँ हामी सँगै क्रियाशील हुन्छौँ, सँगै काम गर्छौँ र सहकार्य गर्छौँ। त्यसो हुँदा पनि मर्यादित सहकारी समुदाय समाजको लागि हामी सबैको असल प्रयास, हामी केही गर्छौँ, हामी सुधार गर्छौँ, हामी गल्ती गर्दैनौँ, हामी काम गर्छौँ भन्ने चाहिँ सामूहिक प्रतिबद्धता आजको आवश्यकता भएको हुनाले प्राधिकरणको सन्दर्भमा अब नियमनलाई कसरी व्यवस्थित गरेर लैजाने भन्ने सन्दर्भमा यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दै आजको यो कार्यक्रममा यहाँहरूको यो उत्साहपूर्ण उपस्थितिको लागि मन्त्रालयको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत एवं धन्यवाद दिँदै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद।